ओके हेलो एभ्रीवान सबैलाई स्वागत छ फेरि पनि यो युट्युब च्यानलमा र आज भने चाहिँ हामी गर्न गइरहेको छौं कोअर्डिनेट ज्योमेट्रीको एक्सरसाइज ग्रेड 10 अप्सनल म्याथमेटिक्सबाट ल तपाईहरुलाई चाहिँ मैले एक्सरसाइज गरेर राख्दिएको छु सो यसबाट हेर्नु होला कुनै नबुझेको कुरा चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला एकदमै सजिलो छ हियर वी स्टडी एंगल बिट्विन टु स्ट्रेट लाइन र त्यसको फर्मुला रहेको छ tan θ = m1 plus minus m1 minus m2 divided by 1 plus m1 m2 है र मैले तपाईहरुलाई यो भन्दा अगाडिको भिडियोमा भनिसकेको छु when we have to take find acute angle we will take plus positive sign or when obtuse angle find गर्नुपर्छ हामी नेगेटिभ लिन्छौं तपाईहरुले यहाँ सोलुसन अनि त्यसअनुसार देख्न सक्नु हुनेछ है सो यो चाहिँ हाम्रो सर्ट क्वेशनको सोलुसन रहेको छ है कुनै पनि पार्ट बुझ्नु भएन भनेदेखि कमेन्ट बक्समा कमेन्ट गर्नु होला यो क्वेशन नम्बर 5 रहेको छ है एकदमै सजिलो छ हेर्नुस् र केही बुझ्ने प्रयास गर्नुस् सिक्नुस् मैले चाहिँ कुनै पनि मैले तपाईहरुलाई एक्सप्लेन गरेको छैन जस्ट तपाईहरुलाई मैले पहिलाको भिडियोहरुमा सबै कन्सेप्टहरु एक्सप्लेन गरिसकेको छु सो तपाईहरुले आफैले बुझ्न सक्नुहुन्छ भनेर चाहिँ मैले एक्सप्लेन गर्तिर लागेको छैन ल यो रहेको छ क्वेशन नम्बर 8 को भिडियो फास्ट भएमा तपाईहरुले पज गरेर हेर्न सक्नु हुनेछ है ल बुझिरहनु भएको छ मेरो अक्षर चाहिँ अलिकति धेरै राम्रो छ सो एडजस्ट गर्नु होला है यो चाहिँ 10 नम्बरको रहेको छ जहाँ चाहिँ हामीले प्रुफ गर्नु परिरहेको छ सो मैले तपाईहरुलाई स्लोप निकाल्ने तरिका सिकाइसके -x कोएफिसिएन्ट डिवाइड बाइ y कोएफिसिएन्ट अर यु क्यान कम्पेयर इट विथ y = mx + c है बट व्हेन स्लोप तपाईहरुले इक्वेसनबाट निकाल्दै हुनुहुन्छ भनेदेखि तपाईहरुले गर्नुपर्ने चाहिँ x टर्म एन्ड y टर्म मस्ट बी इन सेम साइड र यो रहेको छ क्वेशन नम्बर 12 को जहाँ तपाईले व्हेन 2 पॉइंट इज गिवन एउटा बुझ्नको लागि चाहिँ मैले फिगर पनि बनाइदिएको छु सो यो रहेको छ 13 नम्बर को जहाँ तपाईलाई बुझ्नु पर्ने छ प्रोपर्टिज अफ रोम्बस एन्ड स्क्वायर डायगोनल को जहाँ रहेको छ डायगोनल अफ रोम्बस परपेंडिकुलर बाइसेक्ट इच अदर है सो यो रहेको छ है अनि इक्वेसन निकाल्दा चाहिँ हामीले त्यो कि त त्यो लाइनको दुईटा प्वाइन्ट थाहा हुनुपर्छ नभए कि त त्यसको स्लोप र एउटा पासिङ प्वाइन्ट थाहा हुन्छ y - y1 = mx - x1 बाट चाहिँ हामीले फाइन्ड गर्न सक्छौं इक्वेसन यो रहेको छ क्वेशन नम्बर 14 को हियर यसमा चाहिँ हामीले दुईटा टेकिङ पोजिटिभ र टेकिङ नेगेटिभ गरेर चाहिँ हामीले दुईटा इक्वेसन निकाल्छौं है ल यो रहेको छ 14e जसमा चाहिँ m दिएको छैन अननोन छ त्यसको भ्यालु निकाल्नु पर्छ त्यसको दुईटा भ्यालु आउँछ टेकिङ पोजिटिभ अर टेकिङ नेगेटिभ अब 15 को a मा चाहिँ तपाईहरुलाई चाहिँ मैले यहाँ फिगरै बनाएर चाहिँ क्लियर गर्दैको छु फाइन्ड द इक्वेसन अफ द साइड्स अफ एन इक्विलेटरल ट्रायंगल हुज भर्टेक्स इज 1, 2 एन्ड बेस इज y = 0 यहाँ तपाईले बुझ्न पर्ने कुरो के छ त भन्दाखेरि व्हेन y = 0 इक्वेसन छ र त्यसको बेस हो भन्नुको अर्थ भनेको चाहिँ यसको बेस चाहिँ x एक्सिस हो भनेको यो एक्सिस तपाईले जहाँसुकै जुनै प्वाइन्टमा लानु न y 0 हुन्छ सो दिस इज द y = 0 बेस इक्वेसन है सो सब मैले क्लियरली लेखेको छु हियर बेस इज y = 0 सो द फिगर विल बी लाइक दिस है यस्तो हुन्छ एन्ड हियर इन क्वेशन इक्विलेटरल ट्रायंगल means all sides are equal and their interior angle is 60 degree each हैन अब हामीले स्लोप निकाल्ने यसको स्लोप AB को स्लोप के हुने भयो tan 60 degree हो त्यसै AC को स्लोप भनेको tan 120 degree है किन त यो पुरै 180 छ र -60 120 हुन्छ किन त स्लोप इज के हो त टेन्जेन्ट भ्यालु अफ द एंगल मेड बाइ द स्ट्रेट लाइन टु द x एक्सिस विथ पोजिटिभ डाइरेक्सन यतापट्टि ल हेर्नु होला है तपाईहरुलाई अल्टरनेटिभ मेथड पनि छ स्लोप निकाल्ने र स्लोप निकाल्छौं तपाईहरुलाई इक्वेसन निकाल्न आउँछ when we have one passing point
1,2 एन्ड स्लोप वी क्यान फाइन्ड इट अब यहाँ अल साइड्सको निकाल्छ एबी को हामीले निकाल्यौँ एसी को निकाल्यौँ अब बीसी को भन्नु होला बीसी को y = 0 सिमिलरली 15 को सी मा चाहिँ फाइन्ड द इक्वेसन अफ द साइड अफ राइट एंगल्ड आइसोसेलेस ट्रायंगल हुज भर्टेक्स इज एट 2,4 एन्ड द इक्वेसन अफ बेस इज x = 0 अघि नै भने चाहिँ x = 0 भनेको बेस भनेको y एक्सिस मैले यहाँ y लेख्न बिर्सेछु यहाँ x लेख्न बिर्सेछु है बुझ्नु होला यो y एक्सिस हो y एक्सिस चाहिँ बेस र सरी x = 0 हो अब बाँकी रिमेनिङ साइडको चाहिँ हामीले के त इक्वेसन निकाल्नु पर्यो सो यहाँ चाहिँ राइट एंगल भनेको छ तर कुन भर्टेक्समा भनेको छ तर यहाँ भर्टेक्स गिभन 2,4 छ सो हामीले 2,4 मा चाहिँ के मान्ने त राइट एंगल मान्ने है राइट एंगल आइसोसेलेस ट्रायंगल भनेपछि यता 45 डिग्री हुने भयो र यता 45 डिग्री हुने भयो एबीसी को हामीले अब के गर्नु पर्यो त यहाँ यो ट्रायंगलको चाहिँ इक्वेसन फाइन्ड गर्नु पर्यो एभ्री साइडको है एउटा साइडको त आइसक्यो एसी साइडको दैट इज x = 0 अब स्लोप निकाल्नलाई यो 90 यो 45 यो 45 भनेपछि यो पनि त 45 हुने भयो नि त किनकि यहाँनिर 90 हुन्छ यो 90 भइसकेपछि यो 45 यताबाट यो भर्टिकल अपोजिट एंगल हो अब यो 40 यो 90 सो 90 + 45 135 एक्सटेरियर एंगल इज इक्वल टु द अपोजिट इन्टेरियर एंगल भनेर यो पनि त गर्न सक्यो नि त भनेपछि यहाँबाट एबी को स्लोप आयो 135 tan थीटा tan 135 र बीसी को स्लोप आयो tan 45 डिग्री ल हेर्नुस् है BC tan 45 degree 1 slope of line AD YAM2 is equals to -1 अब यही YAM1 र YAM2 छ र पासिङ बाइ 2,4 छ भनेपछि त हामीसँग स्लोप छ यो र यो लिएर एकचोटि y - y1 is equals to mx - x1 गर्ने एउटा इक्वेसन आयो र एकचोटि यसलाई लिएर गर्ने सो टेकिङ नेगेटिभ एन्ड टेकिङ पोजिटिभ गरेर चाहिँ अथवा भनौँ टेकिङ पोजिटिभ यो एउटा र यो एउटा क्या दुईटा स्लोप छ नि त ल है त यो चाहिँ रहेको छ 15 को सी ओके केही नबुझ्नु भएको अवस्थामा कमेन्ट बक्समा कमेन्टमा राखिदिनु होला म बुझाउने प्रयास गर्दछु आजलाई भने चाहिँ यति गरौँ डु सब्स्क्राइब शेयर कमेन्ट लाइक र अझ यस्तै कन्टेन्टको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला थ्यांक यू भेरी मच